हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई अनदर भिडियो। होइन, मैले चाहिँ अब पहिला सुरुको दिन भिडियो बनाउन चाहिँ मैले यही कुरा गरेको थिएँ र अहिले पनि यही कुरा गर्न मलाई मन लाग्यो। होइन, मलाई पहिले नै लाग्थ्यो कि मलाई चाहिँ के चिजको कमी छ भिडियो बनाउनलाई भनेर मलाई पहिले नै लाग्थ्यो कि होइन, पहिला मलाई लाग्यो राम्रो क्वालिटीको क्यामेरा चाहिन्छ, फोन चाहिन्छ, राम्रो क्वालिटी भएको चाहिँ क्यामेरा भएको भन्ने लाग्थ्यो। होइन, त्यसपछि त्यो पनि पुग्यो। त्यसपछि मलाई चाहिँ अब चाहिँ यो भएन, हातमा समातेर भिडियो बनाउन मिलेन, अनि मलाई चाहिँ अब फोन होल्डर चाहियो भनेर फेरि मैले त्यहाँनिर यो मगाएँ फेरि। होइन, यो चाहिँ छ त्यो फोन होल्डर, राम्रो खालको फोन होल्डर छ। होइन, टाढैबाट सुट गर्न मिल्ने खालको। त्यसपछि फेरि अनि मलाई के लाग्यो भने अब चाहिँ फेरि भिडियो त बनाइयो, भिडियो गर्नलाई फेरि चाहिँ मलाई ल्यापटप चाहियो अथवा चाहिँ मलाई चाहिँ अर्को एडिसनल डिभाइस चाहियो भनेर चाहिँ मैले फेरि अर्को एडिसनल डिभाइस फेरि यहाँनिर हेर्न सक्नुहुन्छ, यो म्याकबुक प्रो मैले किनेँ। होइन, त्यसपछि फेरि म्याकबुक प्रो पछि चाहिँ के भयो भने चाहिँ मलाई चाहिँ त्यहाँनिर फेरि के चिजको कमी लाग्यो भने फेरि अब सबै भिडियो त भयो, फेरि माइकको चाहिँ कमी भयो किनभने भोइस राम्रो आयो। अनि त्यसपछि के भयो भने के अरे अनि अहिले चाहिँ फेरि चाहिँ भोइस राम्रो आएन, भोइसको क्वालिटी चाहिँ राम्रो आएन भनेर चाहिँ मैले फेरि माइक यहाँनिर तपाईँहरूलाई म देखाउँछु। होइन, यहाँनिर देख्न सक्नुहुन्छ यो माइक, यहाँनिर चाहिँ यस्तो चाहिँ डबल पोडकास्ट गर्न मिल्ने खालको चाहिँ यो डबलवाला यस्तो खालको चाहिँ यो माइक पनि अर्डर गरेँ। होइन, माइक पनि आयो, अनि त्यसपछि अब माइक पनि पुग्यो। अब त भिडियो बनाउनु पऱ्यो। अब त मतलब मैले सुरुमा जे मेरो चाहिँ जे उयोहरू थियो, आवश्यकताहरू थियो, यसले सबै पुग्यो। अब राम्रो क्वालिटी भएको फोन पनि छ। होइन, त्यसपछि चाहिँ रेकर्ड गर्नलाई चाहिँ त्यो गिम्बल टाइपको यो फोनको होल्डर पनि छ। त्यसपछि एडिट गर्नलाई ल्यापटप पनि छ, म्याकबुक प्रो छ, हजुर झन् राम्रो। त्यसपछि अब भोइस क्वालिटी राम्रो आएको थिएन, त्यही अपुग्थ्यो। त्यो अब चाहिँ फेरि यो डबल पोडकास्टवाला माइक पनि छ। अब चिजको कमी चाहिँ के छ त? केही पनि छैन, सबै चिज पुग्यो। तर वास्तविकता चाहिँ के रहेछ भने कमी चाहिँ त्यसको रहेछ। कमी भनेको त वास्तवमा मेरो गर्ने काम गर्ने मेरो मनको चाहिँ कमी रहेछ, खासमा मेरो सोचको कमी रहेछ, मेरो दिमागको चाहिँ कमी रहेछ खासमा हेर्नुहोस्। अब अस्ति आएको यो डेलिभरी, अहिलेसम्म मलाई भिडियो बनाउनु चाहेरै लाग्दैन। ल के भएको ल आफै भन्नुहोस्। भनेपछि म चाहिँ एउटा सजेसन चाहिँ म के दिन्छु भने होइन, जो कोहीलाई पनि जस्तो मसँग यो चिज छैन त्यो चिज छैन भनेर चाहिँ भिडियो बनाउन चाहिँ तपाईँहरूले चाहिँ छोड्नु भएको छ अथवा चाहिँ केही कुराको पर्खाइमा रहेर चाहिँ त्यो पुगेपछि चाहिँ म गर्छु, सुरुवात गर्छु भन्ने सोच्नु भयो भने त्यो नसोच्नुहोस्। तपाईँसँग खालि एउटा फोन छ भने गर्नुहोस्। तपाईँ दमदार तपाईँको चिज होइन, दमदार तपाईँमा हुनुपर्छ वास्तवमा चाहिँ। होइन, त्यही भएर चाहिँ भिडियो बनाउनु चाहनेले भिडियो बनाउनुहोस्। धन्यवाद। सबैले चाहिँ सब्सक्राइब गरिदिनु है त। अब म ट्राई गर्छु भिडियो ल्याउन है त। धन्यवाद।